मौसम चाहिँ यस्तो छ सप्तमीको। हामी चाहिँ हिँड्न आँटेको घर साथीहरू, दुईजना। यहाँ छ भारी, तेरो भारी देखा त यहाँ छ, अनि यहाँ तल पनि छ भारी। जाने लाग्यो चढ्लो। आरुबोटे जानु लाग्यो साथीहरू। अब चाहिँ छुट्टी भयो, 1 हप्ताको छुट्टी छ, त्यही भएर आफ्नो यस्तो बाटो खतरनाक छ गाइस। यहाँ चाहिँ अलिकति अस्ति पानी परेकोले गर्दाखेरि बाटोहरू आलो आलै रहेछ, चिप्लो चिप्लै रहेछ साथीहरू। खत्तम छ है बाटो न। साथीहरू, अनि यहाँ तल चाहिँ अलिकति उकालो थियो, अनि धेरै भारी मान्छेसँग चाहिँ मेरो स्कुटीले तानेन, त्यही भएर यसलाई चाहिँ हिँड्न लाग्यो। पुरै रातो पिरो भएको सायद अरे अन्त चढ बल्ल भयो दिदी मेलाको रोड पिङमी उठाएको रहेन रहेछ। अहिले चाहिँ हामी नागिटार आइसक्यौँ। अब चाहिँ यहाँदेखि हाम्रो घर चाहिँ 5 मिनट 2 मिनटमा पुगिहालिन्छ, 4-5 मिनटमा पुगिहालिन्छ। अनि यहाँदेखि चाहिँ अब हामी जान्छौँ सरर। यहाँनिर चाहिँ हामीले एकछिन बस्यौँ, अनि अब चाहिँ हामी जान लाग्यो साथीहरू। अब चाहिँ हामी घर पुगेर पनि हामीले चाहिँ खानासाना खान लाग्यो। अनि यो चाहिँ छ हाम्रो
माछाको सुपको लागि रेडी गर्दैछु मैले चाहिँ। यो चाहिँ प्याजहरू अनि मरमसलाहरू हालेर चाहिँ फ्राई गर्दैछु। अनि हाम्रो माछा चाहिँ यहाँ छ साथीहरू। यो चाहिँ अघि दसैँबाट लिएको हो कि। अनि यहाँ चाहिँ अब हाम्रो सुप रेडी भइसक्यो।